स्वागत छ। आज हामी डीएच लरेन्सको एउटा भनाइमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। उहाँले भन्नुभएको छ, चेतना आफैमा एक लक्ष्य हो। हामी कतै पुग्न आफैलाई यातना दिन्छौँ र जब हामी त्यहाँ पुग्छौँ त्यो कतै हुँदैन, किनकि पुग्नलाई कतै छैन। सुन्दा अलि दार्शनिक लाग्छ है? एकदम। यो भनाइले निकै गहिरो कुरा गर्छ। हो, हामीसँग यसलाई केलाउने केही स्रोतहरू पनि छन्। आज हाम्रो उद्देश्य यसको अर्थ के हो अनि यसले हाम्रो जीवनप्रतिको सोचाइलाई कसरी चुनौती दिन्छ भन्ने बारे छलफल गर्नु हो। ल, सुरु गरौँ न त। हुन्छ, सुरु गरौँ। पहिलो भाग, चेतना आफैमा एक लक्ष्य हो। यसको मतलब के होला? चेतना कसरी लक्ष्य हुन सक्छ र? यो त हामीसँग भइहाल्छ नि, होइन र? होइन, यहाँ लरेन्सले चेतना भन्नाले त्यो होसमा हुनु वा बेहोस हुनु मात्र भन्न खोजेको जस्तो लाग्दैन। उहाँले हाम्रो भित्री अनुभवको कुरा गर्दै हुनुहुन्छ। भित्री अनुभव? कस्तो अनुभव? जस्तो कि तपाईले रातो रङ देख्दा त्यो रातोपनको अनुभव गर्नुहुन्छ नि, वा सङ्गीत सुन्दा मनमा आउने भाव, दुःख लाग्दा हुने त्यो पीडा, हो त्यही अनुभव गर्ने क्षमता, त्यो व्यक्तिगत प्रत्यक्ष अनुभव नै चेतना हो। भनेपछि यो कुनै बाहिरी चिज जस्तो होइन, जस्तो पैसा कमाउनु, ठुलो घर बनाउनु, त्यो जस्तो होइन, बिल्कुलै होइन। उहाँले भन्न खोज्नु भएको यो अनुभव आफैमा महत्त्वपूर्ण छ। यसको मूल्य अरू केही पाउनको लागि साधन बनेर मात्र होइन। दर्शनमा यसलाई आन्तरिक मूल्य भन्छन् नि। आन्तरिक मूल्य? इन्ट्रिन्सिक भ्याल्यू। मतलब यो आफैमा मूल्यवान छ, अरू केहीको लागि मात्रै होइन। यो हाम्रो त्यो प्रत्यक्ष जीवन्त अनुभवमा केन्द्रित हुने फेनोमेनोलोजिकल दृष्टिकोणसँग मिल्छ। हामीले अनुभव गर्ने पहिलो कुरा नै यही चेतना हो नि। बुझे। तर उहाँले लगत्तै भन्नुहुन्छ, हामी कतै पुग्न आफैलाई यातना दिन्छौँ। यो चाहिँ कस्तो कुरा भयो त? यदि चेतना नै महत्त्वपूर्ण हो भने हामी किन दौडिरहेका छौँ? किन आफैलाई दुःख दिइरहेका छौँ? एकदम राम्रो प्रश्न हो त नि। यहाँ यातना शब्दले सायद त्यो लक्ष्य प्राप्तिको दौडमा हुने चिन्ता, तनावलाई सङ्केत गर्छ। हामी सधैँ भविष्यमा केन्द्रित हुन्छौँ, होइन? हो त नि। जस्तो त्यो पाएपछि खुसी हुन्छु, त्यहाँ पुगेपछि शान्ति मिल्छ भन्ने सोच। ठ्याक्कै। खुसीलाई सधैँ पर सार्ने बानी। हामी सधैँ अझै पुगेको छैन भन्ने अवस्थामा हुन्छौँ, वर्तमानमा कहिल्यै सन्तुष्ट नहुने। हो, यो त एकदमै हुन्छ। मनोविज्ञानमा यसलाई हेडोनिक ट्रेडमिल भन्छन् नि, सुन्नुभएको छ? हेडोनिक ट्रेडमिल? अलिअलि। यो कस्तो भने, हामी कुनै लक्ष्य पूरा गर्छौँ, जस्तो नयाँ फोन किन्यौँ रे। एकछिन त खुसी लाग्छ, तर खै कति छिट्टै त्यो सामान्य भइदिन्छ, अनि फेरि अर्को केही चाहिन थाल्छ, अर्को लक्ष्य। हो, बिल्कुल। त्यो खुसी टिक्दैन। त्यही हो। हामी दौडिरहन्छौँ, तर खुसीको स्तर उही रहन्छ, ट्रेडमिलमा दौडे जस्तै। शोपेनहावर जस्ता दार्शनिकले पनि इच्छालाई कहिल्यै अन्त्य नहुने असन्तुष्टिको स्रोत मानेका थिए। यो त्यस्तै निरन्तर दौडको कुरा हो। अनि अन्तिम बादिलको झन् के भन्छ, जब हामी त्यहाँ पुग्छौँ त्यो कतै हुँदैन, किनकि पुग्नलाई कतै छैन। यसको मतलब के हो त? हामीले सोचेको ठाउँमा पुगेर पनि केही नहुनु हो। एक तहमा त्यो पनि हो। त्यो लक्ष्य प्राप्तिको पछिको खल्लोपन, हामीले सोचेको त्यो कतै, त्यो पूर्ण सन्तुष्टिको अवस्था, त्यो त केवल अर्को अहिले र यही मात्रै हुन्छ। अक्सर सोचे जस्तो हुँदैन। तर यसको अझ गहिरो अर्थ पनि छ होला। सायद जीवनको कुनै एउटा निश्चित पूर्वनिर्धारित अन्तिम बिन्दु नै छैन। त्यस्तो कतै छैन जहाँ पुगेपछि सबै कुरा ठिक हुन्छ, पूर्ण अर्थ मिल्छ। पुग्नलाई कतै छैन, यो सुन्न त अलि डर पो लाग्ने छालको रहेछ त, आशा नै नभए जस्तो। खै डरलाग्दो सुनिन्छ होला सुरुमा, तर एकछिन सोच्नुहोस् त, यदि पुग्नुपर्ने कुनै अन्तिम कतै नै छैन भने त्यो कहिल्यै नसकिने दौडबाट त मुक्ति मिल्यो नि। त्यो निरन्तर अझै पुगेको छैन भन्ने तनावबाट बाहिर निस्किने बाटो भयो। हो है, त्यो दौडबाट मुक्ति। यसले हामीलाई त्यो बाहिरी लक्ष्यको भ्रमबाट फर्काएर अहिले यही क्षणमा हाम्रो आफ्नै चेतना र अनुभवमा शान्ति र अर्थ खोज्न पो प्रेरित गर्छ कि। त्यसो भए लरेन्सले भन्न खोजेको सार चाहिँ भविष्यको पछि दौडिनु भन्दा पनि अहिले हामी जे अनुभव गर्दैछौँ त्यो अनुभव, त्यो चेतनामै ध्यान दिनु र त्यसैमा मूल्य खोज्नु हो। मलाई त्यस्तै लाग्छ। निष्कर्ष त्यही हो कि जस्तो लाग्छ। हामीले खोजिरहेको त्यो महान कतै बाहिर होइन, त्यो कुनै ठाउँ वा उपलब्धि होइन,
त्यो त हाम्रो चेतनाको गुणस्तर हो। चेतनाको गुणस्तर। हामी कति सजग छौँ, कति गहिरोसँग अनुभव गरिरहेका छौँ भन्ने कुरा, र यो गुणस्तर त हामीसँग अहिले नै छ नि, हरेक पल छ। यो कतै पुगेर पाउने चिज होइन, यो त पहिल्यै भएको कुरालाई चिन्नु मात्र हो। ओहो, यसले त साँच्चै सोच्न बाध्य बनायो। त्यसो भए श्रोताको लागि पनि एउटा प्रश्न छोडौँ कि? हुन्छ। के जीवनको वास्तविक उपलब्धि भनेको कुनै निश्चित गन्तव्यमा पुग्नु मात्रै हो, वा त्यो यात्रालाई, हरेक क्षणलाई आफ्नो चेतनाले पूर्ण रूपमा जिउनु पो हो कि? अथवा कतै पुग्नु छैन भन्ने यो अलि असहज लाग्ने सत्यलाई स्वीकार्नु नै पो हो कि वास्तविक सन्तुष्टि भेट्टाउने तरिका?